हर्क साम्बाङ भाइ बढी बकबक नगर, फेरि कुन दिन तेरो मुख भत्काउन म त्यहाँ आइपुग्छु नि, म भोट्यो भने फेरि। यो हर्क साम्बाङ भनेको टुप्पोमा पलाएको बच्चा हो। राईको छोरो भएर तँ राईको छोरा होइनस्, तँ लिम्बूको छोरा होइनस्, तँ के अरे सुम्नी आङ र पारुआङको मूर्ति बनाउने एलम्बरको चाहिँ हाम्रो ऊ बनाउनु पर्छ भनेर विश्वको पैसा खाने तँ, अनि त्यो पैसा पनि लुकाउने, अनि बालेन सालाई गाली गर्ने। तँलाई म भन्छु पहिला त्यहाँ सुम्नी आङ र पारुआङको फोटो मूर्ति बनाउँछस् भने असन होइन, हाम्रो काठमाडौँको मुटु इन्द्रचोकमा आकाश भैरवको दर्शन गर्न आइज पहिला मसँग भेट। खुल्ला च्यालेन्ज होइन भने तैँले सुम्नी आङ र पारुआङको के त्यो मूर्ति बनाउने होइन होला, नाम देख्नको डाल खाना काल, तै खालि पैसा बनाउँछौ भने पनि एनआरएन भएको अन्तर्गत बसेका नेपालीहरू छ नि विदेशमा बसेका, उनीहरूलाई चाहिँ फल्ला यस्तो बनाउनु पर्यो भने पैसा मगाउँदै खाने रहेछ। राम्रो काम गर्नु छ, ठिक छ, पूर्वमा राम्रो काम गरेछ भने त्यही अनुसारको के अरे हामी उहाँलाई धन्यवाद पनि दिउँला, हामी के अरे सराहना पनि गरौँला। राम्रो काम कहिले गर्ने, कुन चाहिँ राम्रो काम कुन चाहिँ नराम्रो काम, मूर्ति बनाएर अर्काको पैसा पापी पेट हाल्ने बेला चाहिँ हुन्छ, राम्रो हुन्छ? कसैको 2 रुपियाँ नखाइकन स्वच्छ तटस्थ भएर एकदम क्रियाशील दृष्टिकोणबाट आफ्नो भावनाले पनि कसैको 2 रुपियाँ नखाउँ भन्ने ठ्याक्कै अहिले भनिदिनुहोस् हर्क साम्बाङजीलाई के भन्न चाहनुहुन्छ? हर्क साम्बाङ भाइ बढी बकबक नगर, फेरि कुन दिन तेरो मुख भत्काउन म त्यहाँ आइपुग्छु नि, म भोट्यो भने फेरि। म हिमालमा बस्ने भोटे होइन, म यो काछाडभन्दा यो डाँडा बस्ने भोटे हो। राई पछिको महाखतरा भोटे भनेको म हो नि फेरि। तैँले चिनेको छैन होला, तँलाई मैले पहिलेदेखि चिनेको छु नि फेरि। त अहिले माननीय भएर हिँड्दैछु, म फुटपाथमा हिँड्दैछु। त्यस कारण यो पनि च्यालेन्ज चुनिँदै दिन्छु हर्क साम्बाङलाई। गाली नगरिकन गालीको भाषामा मैले बोलेको छैन, गलौज पनि गरेको छैन, तर राम्रैसँग भन्छु। तिमी यदि राम्रो मान्छे हो भने तिमीले गर्नु खोजेको क्रिया धरान धनकुटालाई उज्यालो समृद्ध तुल्याएर देखाऊ। तिमी हामी समृद्धशाली भएर हिँड न, भइगयो नि। धन्यवाद।